2-3 दिनपछि बल्ल आफ्नो हातको खाना पकाएर खाँदैछु के साथीहरू। खानामा चाहिँ खुर्सानी राखेको एकदम मन पर्छ के मलाई, भएर आज खुर्सानीलाई एकछिन भुटेर अनि पिसेर राख्दैछु। यसरी राख्यो भने सजिलो हुन्छ अनि खाँदाखेरि पनि कस्तो राम्रो टेस्ट आउँछ के भुटेको खुर्सानीको। हेर्दा पनि कस्तो राम्रो देखिरहेको छ है। अनि म चाहिँ खाना पकाउँदै थिएँ, बुढाले चाहिँ आएर भन्नुभयो कि तिमीलाई चाहिँ मान्छेहरूले जङ्क फुड मात्रै खाँदो रहेछ भनेर भन्न थाल्यो। त्यही भएर अबदेखि फलफुल खाएको भिडियो पनि बनाऊ भनेर वाटरमेलन काट्न थाल्नु भयो। अनि मैले पनि ल हुन्छ त नि भनेर भिडियो बनाउन थाले। ल हेर्नु त कस्तो राम्रो रहेछ क्या। अनि मैले पनि काट्दा काट्दा हातले तानेरै ग्वाम कि ग्वाम लाएर खान थाले, एकदम राम्रो रहेछ क्या। अनि बुढाले मासु लिएर आउनु भएको रहेछ, मैले चाहिँ धोई पखाली गरेर भुट्न थाले साथीहरू। अनि यो चाहिँ बफको मासु है साथीहरू। अनि नखानेहरूलाई चाहिँ छ्या बफको मासु भन्ने जस्तो लाग्छ होला, अनि खानेहरूलाई नै थाहा हुन्छ क्या यसको टेस्ट कस्तो हुन्छ भनेर। अनि म चाहिँ मासु पकाउँदाखेरि प्रायः जसो सधैँ यसरी नै पकाउने गर्छु। तेल मात्रै राखेर मजाले परपरती भुट्नु पर्छ क्या, एकदम राम्रो हुन्छ। अनि झन् यो बफको मासुलाई यसरी भुट्नु पर्छ। यसरी पकायो भने चाहिँ सुकुटी जस्तै हुन्छ क्या, कस्तो राम्रो हुन्छ। मलाई चाहिँ यसरी पकायो भने एकदम मिठो लाग्छ। अनि भुट्दा भुट्दै मासु पनि थोरै हुन्छ क्या, बोसो पनि आउँछ। अनि त्यो तेल चाहिँ मैले निकालेर फालिदिसकेँ। अनि मैले टमाटर प्याजहरू राखेर मजाले चलाउन थालेँ। के गरे यो आगो लाग्ला जस्तो छ भनेर चाहिँ नसोच्नु होला है। मैले चाहिँ अलिकति हजुरहरूलाई मेरो कुकिङ स्किल्स देखाइदिएको ल। अनि अघि रेडी बनाएको अलिकति खुर्सानीको धुलो पनि राखिदिएँ है साथीहरू। अब चाहिँ एकछिन मजाले छोपेर पाक्न छोडिदिएँ। अनि ग्यास चाहिँ सानो बनाउनु पर्छ है। ल हेर्नु त कस्तो राम्रो देखिरहेको छ, हेर्दै खाम खाम जस्तो। अनि फेरि प्लेटमा राखेर पनि देखाइदिएँ ल हजुरहरूलाई। अब चाहिँ मजाले मोलमाल पारेर ग्वाम कि ग्वाम लाएर खाइदिएको, एकदम मिठो भयो। अनि मैले चाहिँ आफ्नै हातले खाना पकाएर खान पाएको 2-3 दिन भएको थियो क्या। आज चाहिँ यसरी पकाएर खान पाउँदा एकदम मिठो लाग्यो मलाई चाहिँ। अनि मलाई चाहिँ आफूले पकाएको सिम्पल खाना पनि एकदम मिठो लाग्छ क्या। झन् मासु र भात पाएपछि त ओहो के कुरा गर्ने हो र।